नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। आज म तपाईहरुलाई एउटा नयाँ खुसीको खबर लिएर आउँदै छु हैन। PI नेटवर्क सम्बन्धी जति पनि साथीहरु हुनुहुन्थ्यो PI नेटवर्कको चाहिँ वालेट भेरिफाई नभएर निराश भएर बस्नु भएको साथीहरुलाई चाहिँ PI को टिमले चाहिँ फेरि पनि नयाँ अपडेट ल्याएको छ, जुन अपडेट अनुसार चाहिँ तपाईहरुको PI वालेट चाहिँ अटोमेटिक भेरिफाई भएको छ है, जसको कारण अब जसले अब निराश भएर यो 9th स्टेप पास नभएर बसिरहनु भएको छ उहाँहरुको चाहिँ अटोमेटिक अब 9th स्टेप पास भइसकेको छ। तपाईहरुको वालेट चेक गर्नु होला, PI ले फेरि माइनिङ गर्दै गर्नु होला है। साथै अब जो पनि साथीहरु हुन्छ जसले अब यो अकाउन्ट चाहिँ डिलिट भएर हैन, जसको यो PI चाहिँ पहिला एकचोटी लस भएर यो अकाउन्ट रिकभर गर्न नमिल्ने थियो, त्यसलाई पनि अपडेट गरेर अहिले चाहिँ PI को टिमले चाहिँ जुन तपाईको यो पासवर्ड बिर्सेर यो अनलक भएको लक भएको अकाउन्टहरु जुन तपाईको PI हरु लस्ट भएको छ त्यो सब अहिले रिकभरी भएको छ है, जसको कारण चाहिँ तपाईहरुले आफ्नो अकाउन्ट फेरि रिकभर गरेर कन्टिन्यू गर्न सक्नुहुन्छ। जुन आफ्नो तपाईको भएको PI हरु चाहिँ फेरि तपाईले सेल गर्न सक्नुहुन्छ है। त्यसको लागि तपाईहरुले यो PI सम्बन्धी भिडियोहरु जुन अपलोड गरेको छ त्यो चाहिँ राम्रोसँग पढ्नु होला। त्यहाँनिर धेरै कुराहरु अपलोड गरेको छ र त्यसले चाहिँ हामीलाई धेरै फाइदाहरु पुर्याउँछ साथीहरु है। यति भन्दै मेरो यो छोटो भिडियो यही टुङ्ग्याउन चाहन्छु। सी यू अगेन। मेरो भिडियो कस्तो लागेको छ लाइक शेयर कमेन्ट गर्दै गर्नु होला। हस्, सी यू नेक्स्ट भिडियो। Thanks so much.